Day 2 in Nepal. So guys, हामीहरू रेडी भयो र म प्रतीक इन एलिसा. प्रतीक र एलिसा बाई कन्सिक्वेन्सेस ट्विनिङ गरिरहेको छन्. सडनली इट्स ह्यापन. अनि म चाहिँ ब्ल्याक वेयर गरिदिएको बिकज वाइट चाहिँ अलिक सुट गर्दैन होला भनेर. अनि आज चाहिँ हामी गइरहेको छौँ अलिकति हल्का फुल्का सपिङ गर्नका लागि बिकज मलाई युकेमा सपिङ गर्न बुझ्न सक्दिनँ म सपिङको लागि. सो आई केम हियर फर माइसेल्फ. त्यही भएर अब म चाहिँ आफ्नो लागि चाहिँ टन्न सपिङ गरेर फेरि 2 वर्षको लागि रेजिस्टर गर्न आएको. इन लेट्स सी व्हाट ह्यापन है. आएको असिना पो परिरह हेर न. सेकेन्ड डे अफ नेपाल. लाला उकेको कमी हुन दिएको छैन नेपालले पनि. उकेमा हिउँ देखिरहेको थिएँ, यहाँ असिना देखिरहेको छु है. सेतो सेतो असिना हेर्न सक्नुहुन्छ. दोस्रो दिन हामी मार्केट जानको लागि रेडी भयौँ. तयार व्यक्ति, प्रथम व्यक्ति, द्वितीय व्यक्ति, तृतीय व्यक्ति र चौथो म. हेलो गाइस भन्दै कति धेरै पानी, कति धेरै असिना. सो गाइज हामी पुगिसकेको थियौँ भृकुटी मण्डप. अनि मलाई चाहिँ यहाँनिर चाहिँ एकदमै रमाइलो लाग्छ सपिङ गर्न बिकज यहाँनिर चाहिँ सबै कुरा पाउँछ अनि डिजाइनको पनि पाउँछ. सो आई लभ इट सपिङ इन अ भृकुटी मण्डप. द्याट्स वाइ आई चुज द्याट मार्केट. वी आर एट होम विथ लट्स अफ दिस सपिङ. सेकेन्ड इज सबजना चाहिँ सपिङ गरेर एकदमै टायर्ड भइसकेको थियो बिकज त्यहाँभित्र चाहिँ धेरै हिँड्नुपर्छ अनि मलाई चाहिँ एकदमै त्यो हुन्छ नि भेराइटिज अफ छिटो मनै पर्दैन. सो मलाई चाहिँ त्यो मन पराउनुको लागि धेरै ठाउँमा म चाहिँ भिजिट गर्छु कि डिफ्रेन्ट सप्सहरूमा. अनि बल्ल चित्त बुझेपछि एउटा लिन्छु. द्याट्स वाइ सबजना थाकिसकेको थियो अनि भोक पनि लागिसकेको थियो. सो प्रत्येक सेट कि आज चाहिँ म तपाईँलाई स्पेसल बनाएर हिँडाउँछु भनेर प्रतीक र एलिसा दुवैजना भिडिसकेको थिएँ किचनमा पकाउनको लागि. एन्ड एलिसा वाज लाइक सी वाज सो टायर्ड अल्सो. त्यही भएर चाहिँ उसले चाहिँ छिटो खाना बनाएर खाएर सुतिहाल्नुपर्छ भन्ने विचारमा उनीहरूले चाहिँ फटाफट खाना बनाउनतर्फ जोडिसकेको थियो. एन्ड खाना वाज सो वाउ यम्मी. एकदमै मिठो पकाएको थियो. दुईजनाले एकदमै मायाले प्रेमले मिलेर पकाएर होला एकदमै मिठो भएको थियो. खानासाना खाइसकेपछि हामी सुत्ने तयारीमा थियौँ र सुत्ने बेलामा चाहिँ मैले यहाँबाट लगेको कोलाजेन मास्क लगाएर सबलाई शुभरात्रि भन्दै नेपालको दोस्रो दिन यसरी व्यतीत गरेँ. गुड नाइट गाइज.